सरकारमा त रहेछौं तर सत्तामा रहेनछौं। काम गर्न आएको रासपामाथि ठूलो राजनीति गरियो, यसमा मलाई दुःख छ, खेद छ सभामुख महोदय। 15 वर्षदेखि यही सदनको लास्ट सिट हुँदै फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई एक्का होस् कि यो देश अब तपाईहरुको गनगनले मात्र चल्दैन। सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाउँ। 2-3 वटा नागरिकता बोक्नेलाई मात्र होइन, नागरिकताको एउटै बोक्ने, देशकै बोक्ने तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि बाहिर पठाउँ, संसदबाट हटाउँ। त्यो जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्। मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला। रासोपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर नेता होइन। यो कुरा मैले आज यो सदनबाट सभामुख महोदय मार्फत स्पष्ट पार्न चाहेको छु। मलाई खेल्न र हार्न केही पनि समस्या छैन, तर खेल फेयर हुनुपर्छ। फल खेलेर हराएको हामीलाई स्वीकार्य छैन। झुटा मुद्दा र झुटा उजुरीसँग डराउँदैनौ। म भुइँको मान्छे हुँ, भुइँसम्म निहुरन सक्छु, तर झुक्न चाहिँ 1 इन्च पनि स्वीकार्य छैन सभामुख महोदय। हात खुट्टा बाँधेर बोल्न नदिएर किन डराएको भनेर नाराबाजी, जोर जुलुम र मिडियाबाजी गरेर एउटा व्यक्तिलाई विषकुण्डमा चोपल्न खोजेको दृश्य संसारले हेर्नेछ। कुनै पनि अनुसन्धान तहकीकातका लागि म तयार रहेको अवस्थामा नियमित कानूनको प्रक्रियालाई पन्छाउने, प्रतिस्थापन गर्ने हिसाबले वा अन्य कुनै उद्देश्यले संसदीय छानबिनका लागि बाध्य पार्ने कार्य अनुचित हो, अनैतिक हो, अराजनीतिक हो, अवैधानिक हो, अन्याय हो, अति हो र अत्याचार गर्नु हो। तर म यो अन्याय सहन तयार छु सभामुख महोदय। तपाईहरुको पालामा मन्त्रीले अनुसन्धान गर्थ्यो होला, हाम्रा पालामा प्रहरीले अनुसन्धान गर्छ। तपाईहरुको पालामा अनुसन्धान गर्दैका प्रहरीलाई सरुवा गरिन्थ्यो होला, हाम्रा पालामा दोषी देखिए मैलाई हत्कडी लगाएर लैजानु भन्ने निर्देशन दिएको छु। अब यो देश त्यो पालाले जसरी चल्दैन र त्यो पाराले जस्तो चल्दैन। कानूनले जे भन्छ प्रहरीले त्यही गर्छ। पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीले रवि लामिछाने नाम उल्लेख गरी फेक ऋण खाता सृजना गरी ऋण प्रवाह गरेको रहेछ। उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, केवाइसी फारम, 3 पुस्ते विवरण, ऋण लिँदाको तमसुक लगायतका कुनै पनि विवरण छैन। मैले ऋण लिएको भए मेरो बैंकमा रहेको व्यक्तिगत खातामा रकम आउनु पर्ने हो, तर सहकारीको 1 पैसा पनि मेरो खातामा आएको छैन। यो कुरा मैले सार्वजनिक रूपमा स्पष्ट पारिसके। ग्यालेक्सी टिभीबाट म अलग भइसकेकाले कम्पनीको आर्थिक दायित्व मैले बोकिराख्नु पर्छ भन्ने कानूनले भन्छ भने कहाँ भन्छ। म भोग्न तयार छु। खडा गर्नुस् पात्र, हाल्नुस् मुद्दा। म अन्तिम साससम्म लड्नको लागि तयार छु। कसैले मेरो नाम जताततै लेखिदियो सभामुख महोदय, जीवी राईले गरेका सारा फोहोर मैले सोर्नु पर्छ भन्ने छैन सभामुख महोदय। प्रतिवेदनमा भएको भनेर समाचारमा आए अनुसार मेरो नाम शंकास्पद ऋणी भन्ने बेहोरा छ अरे। अब प्रतिवेदनले शंकास्पद ऋणी किन लेख्यो? त्यो शंकास्पद ऋणीको बारेमा के बुझ्यो, के बुझ्न कुनै प्रयास गरेन र भ्रम सृजना गर्ने उद्देश्यले प्रतिवेदनमा राखियो। यो उक्त समितिले प्रश्न पार्ला भन्ने मैले विश्वास लिएको छु। प्रतिवेदन भन्छ, साथी हो तपाईहरुको सभापति ठग होइन, मैले कुनै पनि किसिमको ठगी गरेको छैन। निर्धक्क हुनु होला जसले कयौं ठगहरुलाई एउटा क्यामेरा र माइक्रोफोनको बलमा जेल पठाउन मद्दत